छोरा मान्छे रातभरि जाग्छ दिनभरि सुत्छ खोइ के होइन हौ आमा कति कराउनु भएको हो छोराले एकछिन पनि सुतेको देख्न नसक्ने घाम हेर कहाँ पुगिसक्यो आकाशमै छ त ए आमा भोक लाग्यो भात पाकेको छ काम नगरी भात मात्रै खानु खोज्छस् पहिले काम गर्नु जा अनि भात खालोस् भात एक दिन नखाँदा मान्छे मरिँदैन काम गर्यो भने मान्छे मरिन्छ ए लठुवा कहाँ गएको दिएनौ म गएको ए भगवान ए ओथारे के गरेको मेरो आमाले भात नदिएछ तेरो आमाले पनि भात दिएन कि क्या हो होइन हौ आज मेरो आमाले भन्दै थियो कि के हो बुहारीले भन्यो कि के हो आमाले ए त्यस्तो होइन के मेरो आमाले आज बिहानदेखि भन्दै हुनुहुन्थ्यो तिमीहरू कामै नगरी खानु मात्रै खोज्छौ भनेर यस्तो पाराले कसरी तिमीहरूको जिन्दगी चल्छ भन्दै थियो ए हो र इ जिन्दगी चलिरहेछ त यसरी रुमाले हिँड तल जाउँ त्यसो भने ओइ सरनी कहाँ हिँडेको त म तिमीहरूलाई नै खोज्दै हिँडेको क्या के भयो भन् त आज मेरो मम्मीले साह्रै मन दुखायो जस्तो लाग्यो या आज तिमीहरूले के भएको छ अघि पनि यस्तै कुरा गर्दै थियो यसले पनि ओइ बिरे ओथारे सोच त हामी बाउ आमाको पसिना कति खानु पहिले पो हामी सानो थियौँ त त्यही बोल्छु केटा हो भोलितिर सहर जानुपर्छ होला काम खोजेर गर्नलाई ए तेरो कुरा यस्तो पो ओइ बिरे यसको कुरा सही त हो त कति हामी आमा बाबाको पसिना खाने ए अब त हामी पनि यार काम गरौँ हामीलाई त केही आउँदैन त अब हामी के गर्ने त्यही भएर त सहर जाउँ भनेको होइन अब हामी सहर गइँदैन के भनेको तैँले झन् सहरमा गएर धेरै पैसा ल्याउनु पर्यो भनेको त सहरै नजाने कुरा गर्छस् त ल सुन केटा हो म तिमीलाई दामी आइका दिन्छु पैसा कमाउनलाई नि सहर जानु पर्दैन गाउँमै बसेर सानो तिनो काम गरेर पनि पैसा कमाउन सकिन्छ गाउँमा बसेर चाहिँ के गर्ने खोया गर्ने त्यही त म पनि भन्दैछु अब गाउँको काम केही त आउँदैन गाउँमा बसेर खेती किसान गर्ने त्यसरी कुरा रोप्ने यस्तो काम गर्यो भने घर परिवारबाट केटा हो तारिफ पनि आउँछ समाजबाट इज्जत पनि पाइन्छ साथसाथैमा पैसा पनि कमाउन पाइन्छ ए त्यसो भने त हामी पनि गाउँकै व्यापारी हुने भयो है अब तेरो मायाले पनि मन पराउने भयो है